टिकटकबाट पैसा कमाउने कुरा सुन्दा कस्तो लाग्छ? सायद आजको जमानाको गोल्ड रश जस्तै, होइन त? एकातिर चम्किलो अवसरका कथाहरू छन्, अर्कोतिर लुकेका खतराहरू। तर के यो सपना सबैको लागि साँच्चै सम्भव छ त? आउनुहोस्, आज हामी यही भ्रम र यथार्थको पर्दाफास गरौँ। ल, आजको यो यात्रामा हामी के कुरा गर्छौं त? सुरुमा टिकटकको यो गोल्ड रश के हो भनेर बुझ्छौं, त्यसपछि यसमा भएका भौगोलिक पर्खालहरू र जोखिमपूर्ण बाटाहरू पार गर्दै पर्दा पछाडिका ठगहरूलाई चिन्नेछौं र अन्तमा सुरक्षित रूपमा सफल हुने तरिकाहरू पनि खोज्नेछौं। ल, सुरु गरौं पहिलो खण्डबाट। आखिर किन यति धेरै सर्जकहरू आफ्नो सामग्रीबाट पैसा कमाउन अर्थात् मोनिटाइज गर्न यति मरिहत्ते गर्छन्? के छ त त्यस्तो आकर्षण? कारण एकदमै स्पष्ट छ। टिकटकको नयाँ क्रिएटर रिवार्ड्स प्रोग्रामले कमाईको सम्भावनालाई आकाशमा पुर्याइदिएको छ। पुरानो फन्डको तुलनामा यसले 20 गुणासम्म बढी कमाई दिने वाचा गर्छ। अब यस्तो सुनेपछि को लोभिँदैन होला र? तर यो पैसाको भर्याङ चढ्न त्यति सजिलो पनि छैन। टिकटकले केही कडा नियमहरू राखेको छ, जस्तै कम्तीमा 10,000 फलोवर्स हुनु पर्यो, पछिल्लो 30 दिनमा 1 लाखभन्दा बढी भ्यूज आउनु पर्यो, अनि सबैभन्दा महत्त्वपूर्ण खाता भएको देश पनि योग्य हुनुपर्छ। अब कथामा एउटा यस्तो मोड आउँछ जहाँ धेरैको सपना टुट्छ। सोच्नुस् त, सबै मेहनत गरियो, फलोवर्स बढाइयो, भ्यूज पनि ल्याइयो, तर एउटा यस्तो अदृश्य पर्खाल छ जसले लाखौंलाई बाहिरै रोकिदिन्छ। हो, यही हो मुख्य प्रश्न। के यो सुनको खानी साँच्चै सबैको लागि खुला छ त, कि यो केही भाग्यवानीहरूका लागि मात्र हो? यो तस्विरले सबै कुरा स्पष्ट पार्दछ। टिकटकको क्रिएटर रिवार्ड्स प्रोग्राम अमेरिका, बेलायत, फ्रान्स र ब्राजिल जस्ता केही गनिएका देशहरूमा मात्र उपलब्ध छ। यसलाई भनौं एउटा भौगोलिक पर्खाल। नेपाल जस्ता देशका लाखौं सर्जकहरू त यो दौडमा भाग लिनै पाउँदैनन्। अनि जब सिधा बाटो बन्द हुन्छ, मान्छेहरू के गर्छन्? उनीहरू चोर बाटो खोज्छन्, होइन त? हो, यही निराशाले गर्दा धेरै सर्जकहरू अहिले खतरनाक र गैर-कानूनी उपायहरूतिर धकेलिरहेका छन्। त्यसो भए कस्ता छन् त यी चोर बाटोहरू? केहीले विदेशको सिम कार्ड किन्छन्, कोही VPN प्रयोग गरेर आफ्नो लोकेसन अमेरिका वा बेलायतमा देखाउने कोसिस गर्छन्। अझ कतिपयले त पैसा तिरेर पहिले नै मोनिटाइज भइसकेको खाता नै किन्ने गर्छन्। सुन्दा त सजिलो लाग्ला, तर टिकटकलाई मूर्ख बनाउन त्यति सजिलो छैन। टिकटकको सिस्टम एकदमै चलाक छ। यसले खालि इन्टरनेटको IP ठेगाना मात्र हेर्दैन, कुन देशको सिम कार्ड चलेको छ, GPS लोकेसन कहाँ छ, यहाँसम्म कि मोबाइलको हार्डवेयर समेत जाँच्छ। त्यसैले सामान्य VPNले यसलाई छल्न लगभग असम्भव छ। रेडिटमा एकजना प्रयोगकर्ताले यसलाई एकदमै राम्रोसँग व्याख्या गरेका छन्। उनी भन्छन्, यो काम वैधानिक रूपमा गर्ने कुनै तरिका नै छैन। तपाईले जे गर्दै हुनुहुन्छ त्यो आर्थिक लाभको लागि गरिएको ठगी हो र यो टिकटकको नियम विपरीत मात्र होइन, यो त अपराध पनि हो। ल, मानिलिउँ कुनै जुक्ति लगाएर सिस्टमलाई छलिहालियो रे, तर पैसा निकाल्ने बेलामा के हुन्छ? त्यहाँ अर्को पर्खाल आइपुग्छ, प्रमाणीकरणको पर्खाल। जबसम्म त्यो देशको सक्कली परिचय पत्र, ट्याक्स तिरेको जानकारी र ब्याङ्क खाता हुँदैन, 1 रुपैयाँ पनि झिक्न सकिँदैन। अनि जहाँ यस्तो निराशा र छटपटी हुन्छ, त्यहाँ शिकारीहरू पनि आइपुग्छन्। हो, अब कुरा गरौं ती पर्दा पछाडिका ठगहरूको, जसले यस्तै आशामुखी सर्जकहरूलाई आफ्नो शिकार बनाइरहेका छन्। यो आँकडा हेर्दा त छसङ्ग भइन्छ। फ्रड अन टिकटक भन्ने एउटै स्क्याम अभियानले मात्र 15,000 भन्दा बढी नक्कली वेबसाइटहरू बनाएर मानिसहरूलाई ठगिरहेको छ। सोच्नुस् त, यो कति ठूलो सञ्जाल होला। अब यो फ्रड अन टकले काम कसरी गर्छ? सुरुमा उनीहरूले चर्चित इन्फ्लुएन्सरहरूको AI-बाट बनेको नक्कली भिडियो देखाएर लोभ्याउँछन्। त्यसपछि नक्कली वेबसाइटमा पठाउँछन् जहाँ लगइन र पासवर्ड चोरिन्छ। यति मात्र होइन, उनीहरूले स्पार्क किटी भन्ने भाइरस फोनमा पठाएर सबै डाटा चोर्न सक्छन् र अन्त्यमा नक्कली सामान बेच्ने बहानामा क्रिप्टोकरेन्सीमा पैसा तिर्न लगाएर ठग्छन्। त्यसो भए यस्ता ठगहरूबाट कसरी बच्ने त? केही कुराहरूमा ध्यान दिनु जरुरी छ। यदि कसैले पैसा लिएर कमाई अनलक गरिदिन्छु भन्छ भने त्यो पक्का ठग हो। आफ्नो पासवर्ड वा OTP कोड त कसैलाई कहिल्यै नदिनुहोस्। अनि जहिले पनि एपहरू आधिकारिक एप स्टोर वा प्ले स्टोरबाट मात्र डाउनलोड गर्नुहोस्। र हो,
क्रिप्टोकरेन्सीमा भुक्तानी गर्न दबाब दिनेहरूसँग त झनै सावधान रहनुपर्छ। यति धेरै खतरा र पासोहरूको कुरा गरिसकेपछि अब प्रश्न उठ्छ, के टिकटकमा पैसा कमाउने कुनै सुरक्षित बाटो नै छैन त? अवश्य छ। अब हामी सफलताका लागि ती सुरक्षित र वैध मार्गहरूबारे कुरा गर्नेछौँ। त्यसो भए के नेपाल जस्ता देशका सर्जकहरूका लागि टिकटकबाट कमाउने सपना मात्रै हो त? यति धेरै बाधा र घोटालाहरू सुनेपछि निराश हुन स्वाभाविक हो, तर कथा अझै सकिएको छैन। वास्तविक र दिगो सफलताको लागि क्रिएटर रिवार्ड्स प्रोग्राममा मात्र भर पर्नु हुँदैन, बरु यी सुरक्षित बाटोहरू अपनाउन सकिन्छ। जस्तै ब्रान्डहरूसँग सिधै सहकार्य गर्ने, एफिलिएट मार्केटिङबाट कमिसन कमाउने वा टिकटक शप मार्फत आफ्नै सामान बेच्ने। अर्को राम्रो उपाय भनेको युट्युब जस्ता अन्य प्लेटफर्ममा पनि आफ्नो दर्शक बढाउनु हो, अनि लाइभ गिफ्टिङ त छँदैछ। अन्ततः सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने कुनै सर्टकट खोज्नुभन्दा आफ्नो एउटा वास्तविक ब्रान्ड र बलियो समुदाय बनाउनमा ध्यान दिनुहोस्। जब एक लोयल कम्युनिटी हुन्छ तब पैसा कमाउने दिगो अवसरहरू आफै खोज्दै आउँछन्। र अन्तमा एउटा महत्त्वपूर्ण प्रश्न, यो जुन क्रिएटर इकोनोमी दिन प्रतिदिन बढ्दैछ, यसमा फस्न सक्ने कमजोर सर्जकहरूको सुरक्षा गर्ने जिम्मेवारी आखिर कसको हो? के यो टिकटक जस्ता प्लेटफर्महरूको हो? कि सरकारले नियम बनाउनुपर्छ वा सर्जक आफैले सचेत भएर अघि बढ्नुपर्छ? यो प्रश्नमा सोच्न जरुरी छ।